ओ यार तेरो बाउ त तँसँग पुरा रिसाएर आएको छ है। बाबा तपाईँ किन मसँग रिसाउनु भएको? तँसँग रिसाएको होइन, तेरो कुरा सुनेर मन दुखेको। किन बाबा? मैले के गरेँ? मलाई थाहा छ तँलाई तेरो आमासँग धेरै मन दुखेको छ, तर गाउँभरि हाम्रो आमाले छोडेर गयो भन्नु त ठिक होइन नि त छोरा। मैले त कसैलाई पनि भनेको छुइनँ है बाबा। तेरो मामालाई पनि भनेको थिइनस् अन्त? मामालाई त भनेको थिएँ, तर बाबा मामाले चाहिँ के भन्नुभयो तपाईँलाई? हो बेना, ए सालो केटा पो रहेछ, औ बस न भित्रै। म बस्न आएको होइन बेना, म तिमीलाई एक दुईवटा कुरा सम्झाउन आएको। के कुरा? मेरो दिदीले तिमीलाई गरिब भनेर मात्रै छोडेको होइन बेना, उसले तिमीलाई छोड्नुमा धेरै कारणहरू छ। त्यो तिमीलाई पनि राम्रोसँगले थाहा होला। बिर्स्यौ तिमीले मातेर हाम्रो दिदीलाई रात दिन कुटेको? बर्खा झरीतिर राति हुँदो ऊ भिज्दै घर आउँथ्यो। थाहा छ तिमीलाई त्यो कुराहरू? थाहा हुनु पर्ने, किनकि हामीले सधैँ तिमीलाई सम्झाएको यो। आफ्नो पक्षबाट मात्र होइन बेना, अरूको पक्षबाट पनि सोच्ने गर। अनि तिमीले हाम्रो भान्जोलाई तेरो आमाले हामीलाई छोडेर गयो भनेर एकतर्फे कुरा गर्नु लाज लाग्दैन तिमीलाई? आरबले तिमीलाई के भन्यो? तिमीले उसलाई जे भन्यो, जे बुझायो उसले मलाई त्यही भन्यो नि। अन्त भेना, तिमीहरू छुट्टियो भनेर मलाई खुसी लागेको होइन, तर त्यसरी बच्चाको मनमा आधे सत्य कुराहरू चाहिँ नहाल। बाबा तपाईँ मसँग धेरै रिसाउनु भएको छ नि। रिसाएको होइन नि तँसँग, तैँले आधी कुरा बुझेर बोलेको देखेर मन पो दुखेको छ। सरी ल बाबा, अबदेखि म हाम्रो घरको कुरा कसैलाई पनि भन्दिनँ। घरको कुरा कसैलाई नभन् भन्नु खोजेको होइन नि भाइ, कसैको बारेमा पुरा कुरा नबुझी नबोल्नु भन्नु मात्र खोजेको। बाबा अबदेखि म तपाईँको मन कहिले पनि दुखाउँदिनँ नि ल।